नमस्कार सबैजनामा। जैविक विविधता सम्बन्धी छोटो भिडियो लिएर यहाँ समक्ष उपस्थित भइसकेको छु। भिडियो कस्तो लागेको छ हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला। मैले यो विषयवस्तुलाई अगाडि बढाउने अनुमति चाहन्छु। अब जैविक विविधता, बायोडाइभर्सिटी भन्ने बित्तिकै हामी हेरौँ, कुनै ठाउँको जैविक विविधता भन्नाले प्रति एकाइ वर्गमा जीवाणु, प्राणी र त्यहाँको पारिस्थितिक प्रणालीलाई बुझाउँछ भन्छ। वातावरण संरक्षण ऐन 2076ले कसरी परिभाषित गरेको छ भन्दाखेरि जैविक विविधता भन्नाले पारिस्थितिकीय प्रणाली इकोसिस्टमको विविधता, प्रजातीय विविधता, स्पेसिज डाइभर्सिटी तथा वंशाणुगत विविधता, जेनेटिक विविधता आदिलाई सम्झनुपर्छ भनेर भन्दछ। यो चाहिँ वातावरण संरक्षण ऐनको कुरा भयो। अब नेपाल चाहिँ 11वटा विशिष्ट जैविक समुदाय सहितको वातावरणीय विविधताले सुसज्जित छ भनिएको छ। युनेस्को स्थापना 1946मा भएको हो। यसले मानव तथा जीव समूह नामक कार्यक्रम चलाइराखेको छ। हामीले युनेस्को पनि सम्झिनु पर्ने भयो यसको लागि। नेपालको जैविक विविधताका दृष्टिले विश्वको 48औँ स्थानमा र एसियाको 12औँ स्थानमा पर्दछ। यो चाहिँ महत्त्वपूर्ण लाइन भयो। विश्वको 48औँ स्थान र एसियाको चाहिँ 12औँ स्थान भनेर हामीले सम्झिनु जरुरी देखियो। अब हेरौँ, फुल फुल्ने बिरुवाहरूको विविधताको दृष्टिकोणले एसियामा 10औँ स्थानमा पर्छ। फुल फुल्ने बिरुवाको स्थानमा हेर्ने हो भने विश्वमा चाहिँ 27औँ स्थानमा रहेको देखिन्छ। नेपालमा 635 प्रजातिका पुतली, 185 प्रजातिका माछा, 43 प्रजातिका उभयचर, 100 प्रजातिका सरीसृप, 888 प्रजातिका भन्दा बढी चराहरू, 181 प्रजातिका स्तनधारी प्राणी पाइन्छन् भनिएको छ। नेपालमा वनस्पतितर्फ 6500 प्रजातिका एन्जियोस्पर्म, 28 प्रजातिका जिम्नोस्पर्म, झन्डै 5000 प्रजातिका फुल नफुल्ने वनस्पतिहरू पनि पाइएको छ। विश्वमा पाइने वनस्पतिहरूको करिब 2% वनस्पति चाहिँ नेपालमा पाइन्छन् भनिएको छ। करिब 350 प्रजातिका वनस्पतिहरू नेपालमा मात्र पाइन्छन् भन्ने बायोडाइभर्सिटी अनुसार नेपालमा 35 प्रकारका वन पाइन्छन्। ल, 350 भन्दै 35 प्रकारको चाहिँ नेपालमा रहेको देखियो। अब हेरौँ, नेपालको 95% वनस्पतिको मात्रा सूचीकृत हुन सकेको र बाँकी 5% वनस्पतिको सूचीकृत गर्न थप अनुसन्धान गर्नुपर्ने देखिएको छ। नेपालमा पाइने वनस्पतिमध्ये 700 भन्दा बढी औषधिय गुण भएका, 400 भन्दा बढी खाना हुने, 300 प्रकारका वनस्पति रैथाने र 200 भन्दा बढी प्रकारका वनस्पतिहरू चाहिँ अति दुर्लभ र लोपोन्मुख अवस्थामा छन् भनिएको छ। अब हेरौँ, क्षेत्र र पाइने जडीबुटीहरू। तराई तथा भित्री मधेसमा चाहिँ पाइने कस्ता जडीबुटी छन् भन्दाखेरि अमला, निम, रामवृक्ष, सतीसाल, खयर, तेजपात आदि चाहिँ तराई तथा भित्री मधेसमा पाइएको देखिन्छ। पहाडीमा टिमुर, चुत्रो, चिराइतो, बेल, कोइरालो आदि चाहिँ पहाडी इलाकामा देखिन्छन् भने हिमालीमा चाहिँ हेर्सागुम्बा, झटामसी, पदमचाल, निर्मसी, भाचौँले, कुट्की, लौटसल्ला, गुच्छी, च्याउ, सुगन्ध कोकिला, शिलाजित आदि जस्ता चाहिँ पाइन्छन्। अब जैविक विविधता सम्बन्धी महासन्धि 1992 पनि हामीले हेर्नुपर्ने हुन्छ। यसको हस्ताक्षर चाहिँ 1992 जुन 12मा हो। यसको अनुमोदन 1993 नोभेम्बर 26मा भयो भने पक्षीय राष्ट्र चाहिँ 1994 फेब्रुअरी 21मा नेपाल चाहिँ पक्षीय राष्ट्र बनेको छ। यो चाहिँ नेपालको कुरा भयो। नेपालले हस्ताक्षर गरेको 1992 जुन 12, अनुमोदन गरे 1993 नोभेम्बर 26 र पक्षीय राष्ट्र बनेको चाहिँ 1994 फेब्रुअरी 21। हामीले यति यो मितिहरू पनि याद गर्नुपर्ने देखिन्छ। सन् 1974मा हेरौँ, इटालीको रोममा बायोडाइभर्सिटी इन्टरनेसनल, जसको स्लोगन चाहिँ इम्प्रुभिङ लाइभ्स थ्रु बायोडाइभर्सिटी रिसर्च भन्ने स्लोगनमा आधारित भएको र थियो। सन् 1985मा चाहिँ
बाल्टरद्वारा जैविक विविधता भन्ने शब्द प्रचलनमा आएको देखिन्छ। 1988मा चाहिँ यो विल्सनद्वारा सम्पादित पुस्तकमा जैविक विविधताको विविध पक्षहरू उल्लेख गरिएको थियो भनिन्छ। सन् 1992मा आएर चाहिँ विल्सनले द डाइभर्सिटी अफ लाइफ नामक पुस्तक लेखेर त्यसको विस्तृत रूपमा जैविक विविधताको विवरण पेश गरेका थिए भनिएको छ। सन् 1993मा चाहिँ युएनओद्वारा डिसेम्बर 29मा जैविक विविधता दिवस मनाउने निर्णय, तर सन् 2000देखि मे 22मा जैविक विविधता दिवस मनाउन थालिएको छ। सन् 2021को नारा हेरौँ, सेलिब्रेटिङ 25 years अफ एक्सन फर डाइभर्सिटी। सन् 2022को नारा बिल्डिङ अ सेड फ्युचर अफ लाइफ। अब यहाँहरूलाई एउटा प्रश्न राखेँ यहाँनिर, सन् 2026को नारा के थियो यहाँले कमेन्टमा भन्नुहोला भन्दै आजको भिडियोबाट चाहिँ म यहाँहरू समक्ष बिदा चाहन्छु। हस्त धन्यवाद, नमस्कार, शुभ दिन सबैजनाको।